यो भोजपुरको टक्सार बजारको टक्सार तल टक्सार बजार, यो भोजपुर र टक्सार बीचको गाउँ बाटो। यो दृश्य एकदमै राम्रो राम्रो घर छन्। नेपालको साँच्चै पूर्वी पहाडमा यतिको फिजिएको सहर सदरमुकाम होइन। अहिले आधुनिक घरहरू बनाउनका लागि पनि रड सिमेन्ट झारिएका छन्। एकदमै राम्रो छ। त्यो टक्सारतिर हामी अहिले हिँड्ने क्रममा लिएको फोटो। यता माथि सल्लाह गाडी, यो माथि भिर अलिकति माथि भिर छ। एकदम बाटो चाहिँ एकदमै राम्रो। भोजपुरमा ढलाइ भएका मोटा ढलाइ भएका बाटा चाहिँ प्रशस्त मात्रामा भेटिन्छ। सबैतिर ढलाइ भएको ढुङ्गा बिछाएर त्यो माथि चाहिँ सिमेन्टेड ढलाइ एकदमै दह्रो कम्प्लिट गरिएको छ। यो टक्सार एरिया भवन यो चाहिँ हेर्नुहोस्, कला र संस्कृतिले एकदमै भरिएको जिल्ला। किराँत सभ्यतादेखि लिएर हाम्रा बाजे बोजू लगायत हजुरबाजुरामाहरूको एउटा इतिहास छ यहाँ यो भोजपुर जिल्लामा। कति राम्रो कलाकृतिहरू छन्। C3 भन्ने बित्तिकै यो राणाजीहरूको पालामा निर्मित भएको भोजपुर राणा शासन राणाकालमा यो सदरमुकामले चाहिँ यो जिल्लाले चाहिँ आफ्नो संस्कृति पहिचान बनाइसकेको थियो। टक्सारमा यो टिन धारा, यो भोजपुरको निरन्तर पानी बग्ने धारो। यो 2000 ल हेर्नुहोस्, अघि 2008 सालमा स्थापना भएको स्कुल, यहाँ अर्को 2009 साल भनेको शिक्षाको क्षेत्रमा भोजपुर कति अगाडि छ भन्ने कुरा यिनै धरोहर आलयहरू, शिक्षा पीठहरू, मठ मन्दिरहरू, यहाँका सभ्यता, यहाँका संस्कृतिहरू नै बताउँछ। ल करुवा एकदमै हस्तकला, हात हतियार, भाँडाकुँडा, एकदम सिँगार गरगहनाहरूको थलो। यो भोजपुर सदरमुकामभित्र एउटा वार्ड कार्यालय ल हेर्नुहोस् कति राम्रो छ।